सरकारका कामकारबाहीलाई लिएर नागरिकमा चरम असन्तुष्टि, आक्रोश र वर्तमान व्यवस्थाप्रति नै प्रश्न उठिरहेका बेला जनताले भरोसा गरिरहेको र आशाको दियो बालिरहेको एक कुशल प्रशासकमाथि सरकारले चलाएको बर्खास्तको डन्डाले नेपाली चर्चित उखान विनाशकालले विपरीत बुद्धिलाई एकपटक पूर्ण चरितार्थ गरेको छ। नमस्कार, म बसन्त खड्का। आज हामीले देशभित्र केही पनि हुँदैन र जनताले महसुस गर्ने गरी सरकारको उपस्थिति नै छैन भन्ने आम गुनासोका बीच जनतामा सरकार भएको अनुभूति गराइरहेको एउटा निकाय र त्यसको नेतृत्वमा रहेर आशा जगाउने काम गरिरहेका व्यक्ति कुलमान घिसिङको बर्खास्त र त्यसको भावी असरका बारेमा विवेचना गरेका छौँ। सरकारी निकायमा कुनै पनि भूमिकामा कार्यरत व्यक्तिलाई गुण वा दोषका आधारमा सम्मान वा सजाय गर्ने कुरा सरकारको तजविजीको कुरा हो। कुलमानको हकमा पनि उनको कामबाट सरकार असन्तुष्ट थियो भने प्रक्रिया पुर्याएर सहज ढङ्गले उनलाई हटाउँदा आपत्ति हुनुपर्ने कुनै कारण थिएन। सरकारले कुलमानलाई जसरी लामो समयसम्म दुःख दियो र प्रतिशोध साँधेर हटाउने काम गर्यो, त्यसको मूल्य स्वयं सरकारलाई नै महँगो पर्ने निश्चित छ। कुलमानलाई सरकारले पटक पटक स्पष्टीकरण सोध्ने, उनको उत्कृष्ट कार्य सम्पादन मूल्याङ्कनको अवमूल्यन गर्दै शून्य अङ्क दिनेदेखि ऊर्जा मन्त्री स्वयंले कुलमानका गतिविधि निगरानी गर्ने भन्दै विद्युत प्राधिकरणमै आफ्नोलाई कार्यालय स्थापना गर्नेसम्मको जुन काम गरे त्यो व्यावसायिक राजनीतिक कर्मीका चरित्रभित्र पर्ने कुरा थिएन। तर त्यही राजनीतिक जोकरगिरीलाई प्रधानमन्त्री केपी ओलीले समेत साथ दिए र अन्ततः सरकारले कुलमानलाई लामो समयसम्म बिरालोले मुसा खेलाए जस्तो गरेर पदबाट बर्खास्त गरेको छ। राजनीतिक जोकरगिरीको अर्को नमुना त के भने सरकारले कुलमानलाई बर्खास्त गरेपछि सत्ताको प्रमुख साझेदार नेपाली काङ्ग्रेसका शक्तिशाली महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायतका प्रभावशाली नेताले सरकारको निर्णयमा विरोध जनाएका छन्। सत्ता साझेदार काङ्ग्रेसकै सहमतिमा प्रधानमन्त्रीले कुलमानलाई हटाउने निर्णय गर्दा काङ्ग्रेसकै महामन्त्रीहरू र शीर्ष नेताहरूले कुलमानका पक्षमा देखाएको सहानुभूति जनतालाई भरम पार्ने अर्को राजनीतिक जोकरगिरी हो। सरकारले एउटा कुशल प्रशासकलाई लामो समयदेखि अर्गेल्याइ गरिरहेको जानकार हुँदा पनि आन्तरिक रूपमा त्यसलाई रोक्न कुनै प्रयास नगर्ने काङ्ग्रेसका नेताहरूले बाहिर भने राजनीतिक स्टन्ट गर्न छोडेनन्। सरकारले कुलमानलाई बर्खास्त गरेसँगै एकातर्फ उनी कानुनी उपचारमा गइसकेका छन् भने अर्कोतर्फ उनको समर्थन र सरकारको विरोधमा चौतर्फी प्रदर्शनहरू सुरु भएका छन्। कुलमान विद्युत प्राधिकरणको कार्यकारी निर्देशक मात्र नभएर जनताका नजरमा उज्यालो नेपालका अभियन्ता र नेपालीलाई अँध्यारोबाट उज्यालोतिरको यात्राका लागि सहजीकरण गर्ने व्यक्ति पनि हुन्। जनता 18 घण्टासम्म लोडसेडिङको कहाली लाग्दो अवस्थाबाट गुज्रिरहेको बेलामा कुलमानले लगाएको गुण जनताको मनबाट सहजै मेटिने सम्भावना छैन। त्यसका अतिरिक्त घाटामा गएको विद्युत प्राधिकरणलाई नाफामा लगेर आफ्नो प्रशासनिक क्षमतालाई पनि अब्बल साबित गरेका कुलमानलाई अवकाश हुन केही महिना मात्र बाँकी हुँदा सरकारले जुन किसिमको सौतेलो व्यवहार देखाएर बर्खास्त गर्यो त्यसले जनआक्रोश त बढाउँछ नै। यो प्रक्रियामा संलग्न प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जा मन्त्री दीपक खड्का लगायतका नेताहरूको राजनीतिक जीवनलाई समेत दीर्घकालीनसम्म असर पार्ने निश्चित छ। सरकारले कुलमानलाई यस्तो अवस्थामा बर्खास्त गरेको छ जति बेला सरकारमाथि नागरिकका सामान्य अपेक्षालाई पनि सम्बोधन गर्न नखोजेको तर भ्रष्टाचार, व्यथिति र कुशासनलाई संरक्षण गरेको आरोप लागिरहेको छ। राजनीतिक नेतृत्वको असक्षमताका कारण वर्तमान व्यवस्थामाथि नै प्रश्न उठिरहेका बेला पूर्व राजा ज्ञानेन्द्र शाह उत्साहजनक जनसमर्थनसहित पुनः सत्तामा फर्किने जमर्को गरिरहेका छन्। यस्तो बेलामा सरकारले नागरिकलाई थप निराशा बनाउने गरी कुलमानलाई बर्खास्त गर्दा वर्तमान सरकारप्रति जनताको दृष्टिकोण थप नकारात्मक बन्दै गइरहेको छ। राज्यको संरचना भनेको एक थान प्रधानमन्त्री र केही थान मन्त्री मात्र होइनन्। जनतालाई डेलिभरी दिने कुरा प्रधानमन्त्री वा मन्त्रीको तहबाट मात्र सम्भव हुने कुरा पनि होइन, बरु प्रधानमन्त्री र मन्त्रीहरूले नीति निर्माण तहमा निर्णय गर्ने हो र त्यसलाई विभिन्न निकाय मार्फत कार्यान्वयन गर्ने हो। विद्युत प्राधिकरण त्यस्तै एउटा महत्त्वपूर्ण सरकारी निकाय हो जुन प्रत्यक्ष जनतासँग जोडिएको छ। सरकारसँग जनताका तमाम असन्तुष्टि हुँदा पनि सरकारकै एउटा निकायले जनतामा आशा जगाउने काम गरिरहेको थियो। नागरिकमा रहेको निराशा चिर्नका लागि विद्युत प्राधिकरणले गरिरहेको कामको जज सरकारले लिन सक्थ्यो र लिन सक्नु पर्थ्यो। तर सरकारले त्यसो गर्न चाहेन, बरु सरकारप्रति तीव्र असन्तुष्टि भइरहेका बेला एकजना व्यक्तिको कामले पाइरहेको चर्चा र लोकप्रियता प्रधानमन्त्री र मन्त्रीका लागि स्वीकार्य हुन सकेन। अर्कोतर्फ कुलमानको उपस्थितिमा प्राधिकरण मार्फत आफ्ना स्वार्थ सिद्ध गर्न पनि असम्भव जस्तै बन्यो। अन्ततः त्यो इगोका रूपमा पोखियो।
सरकारको पछिल्लो निर्णयले राजनीतिक नेतृत्व सुध्रने वा जनताप्रति उत्तरदायी हुने भन्ने कुरालाई एकपटक पुनः